आज चाहिँ हामीले बाइनरी सर्च हेर्दैछौँ है। बाइनरी सर्च चाहिँ युज गरेर चाहिँ हामीले चाहिँ भ्यालु चाहिँ हेर्न खोज्दैछौँ है। यो चाहिँ इजीमा पर्छ होइन, तर एकदमै धेरै इम्पोर्टेन्ट छ यो कन्सेप्ट चाहिँ बाइनरी सर्च। सो हामी यहाँ जाउँ। सो यहाँ हेरौँ, यु आर गिभन एन एरे अफ डिस्टिङ्क्ट इन्टिजर नम्स भनेको छ होइन। अब हामीसँग नम्बर छन्, डिस्टिङ्क्ट इन्टिजर छ, एरे हो, नम्स भनेको एरे हो, यस्तै हो यस्तै होइन, यो एरे यस्तै हो। सर्टेड इन अ एसेन्डिङ अर्डर भनेको अभियसली सानोदेखि ठुलोसँग जाने होइन। एन इन्टिजर टार्गेट एन इन्टिजर टार्गेट हामीले चाहिँ अब यो चाहिँ हाम्रो गिभन हो है, अनि एउटा टार्गेट दिएको हुन्छ हामीलाई 4 भनेर। अब हामीलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि इम्प्लिमेन्ट अ फङ्सन टु सर्च फर अ टार्गेट। हामीले 4 भेटाउनु पर्ने छ, कहाँबाट? यो एरियाबाट चाहिँ हामीले 4 भेटाउनु पर्ने छ है। विथ नम्स इफ इट एक्जिस्ट देन रिटर्न इज इन्डेक्स, अदरवाइज रिटर्न -1। यदि भेट्यो भने चाहिँ हामीले 4 को इन्डेक्स थाहा पाउनु पर्यो। सो इन्डेक्स भनेको हाम्रो यहाँ मैले लेखेको छु, यसको 0 भयो, यो 1 भयो, यो 2 भयो, यो 3 भयो, यो 4 भयो, यो 5 भयो। सो यहाँ 4 को इन्डेक्स कति छ? 3 छ। यही रिटर्न गर्नु पर्यो, हाम्रो एन्सर कति भयो त? 3 भयो। अब अर्को इक्जाम्पल हेरौँ, यो पनि त्यस्तै भयो। अब हामीले यहाँ चाहिँ के गर्नु पर्यो भन्दाखेरि 3 फाइन्ड गर्नुपर्ने छ, केबाट? नम्बरबाट होइन। सो यहाँ 3 छ त? छैन भनेपछि चाहिँ हाम्रो अब सिम्पल -1 रिटर्न गर्नु पर्यो, -1 रिटर्न गर्नु पर्यो, त्यही भनेको छ यहाँ। अदरवाइज रिटर्न -1 भनेको छैन। सिम्पल यति हो। अब हाम्रो कन्स्टेन्टमा हेरौँ, कन्स्टेन्टमा केही पनि छैन। अब लेन्थ चाहिँ हाम्रो 1 चाहिँ हुनु, एउटा डिजिट चाहिँ हुनै पर्यो होइन। अब नम्समा एरेमा चाहिँ हामीलाई गिभन एरेमा चाहिँ एउटा नम्बर चाहिँ हुनै पर्यो, अनि अरू चाहिँ हामीलाई खासै मतलब भएन। अनि अल द इन्टिजर्स आर युनिक, अनि सबै चाहिँ हामीले के हुन्छ? युनिक पनि हुन्छ। सो अब हामी यहाँ हेरौँ, अब कसरी फाइन्ड गर्न सकिन्छ हामी एकपल्ट सोचौँ होइन। एउटा मेथड चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले अब यहाँ हेर्न सकियो, जस्ट हामीले हरेकसँग कम्पेयर गर्ने क्या। अब लुप लगाउने अनि -1 लाई कम्पेयर गर्ने 4 सम्म, इक्वल हो त? होइन। 4 0 सँग कम्पेयर गरौँ 4 होइन, 2 सँग होइन, यहाँ 4 हो त? हो। त्यसरी हामीले कम्पेयर गरेर पनि गर्न सकिन्छ होइन। तर एउटा कुरा चाहिँ हामीले के ख्याल गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीलाई यो चाहिँ हाम्रो यो प्रोब्लम लग एन्ड कम्प्लेक्सिटीमा कम्प्लिट गर्न भनेको छ। लग एन्ड कम्प्लेक्सिटीमा कम्प्लिट गर्नुपर्ने भनेको छ। सो अब यो चाहिँ यसको जुन हामीले यो सुरुमा गरियो यो मेथड, यसमा चाहिँ हाम्रो O टु द n हुन्छ क्या कम्प्लेक्सिटी। O टु द n हुन्छ। O टु द n भनेको थाहा छ सबैलाई हामीलाई होइन। यो चाहिँ हाम्रो टाइम कम्प्लेक्सिटी बारेमा कुरा भइरहेको छ, नट स्पेस कम्प्लेक्सिटी है। टाइम। सो O टु द n भनेको चाहिँ ON कम्प्लेक्सिटी भनेको चाहिँ O टु द भन्दैन, ON कम्प्लेक्सिटी भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ सिम्पल हाम्रो कतिचोटि चाहिँ हामीले यसलाई इटिरेट गर्न पर्छ, त्यही हो सिम्पल। यसमा त हाम्रो 6वटा डिजिट छ, 6 चोटि गर्न पर्यो। एकचोटि योसँग कम्पेयर गर्न पर्यो, एकचोटि योसँग कम्पेयर गर्न पर्यो, एकचोटि योसँग कम्पेयर गर्न पर्यो, एकचोटि 6 चोटि गर्न पर्यो नि त। लुप लगाएर कम्प्लिट गर्न पर्यो नि त होइन, टेस्ट गर्न पर्यो नि त होइन। त्यो भनेको ON हो। ओ लग एन भनेको चाहिँ हाम्रो बेसिकल्ली के हो भन्दाखेरि अब लेट्स से 8 छ अरे, 8 डिजिट, n इक्वल टु 8 छ। ON भन्यो भने चाहिँ 8वटा इटिरेसन लाग्छ, यसलाई इटिरेसन लाग्छ ON मा। O लग n मा चाहिँ के हुन्छ भन्दाखेरि यसलाई हामीले कतिचोटि डिभाइड गर्यो भने चाहिँ 1 आउँछ है त, त्यो चाहिँ हेर्ने हो कि। सो 8 लाई मैले 2 ले डिभाइड गरेँ, 4 आयो। 4 लाई फेरि 2 ले डिभाइड गरेँ, 2 आयो। 2 लाई डिभाइड गरेँ, 1 आयो। भनेपछि एकचोटि, दुईचोटि, तीनचोटिमा गर्दाखेरि त हाम्रो बेस 1 आयो होइन। भनेपछि तीनटा इटिरेसनमा हाम्रो कम्प्लिट भयो नि त। लगभग आधी नै टाइमको डिफरेन्स भइहाल्यो। सो O लग n चाहिँ हाम्रो मोर इफिसियन्ट छ भनेर हामीले यहाँ हेर्न सकियो होइन। यो हामीले 2 ले डिभाइड गरियो भने यो बेस 2 भयो। यदि लग 10n छ यस्तो छ भने चाहिँ हामीले 10 डिभाइड गर्नु पर्यो है त्यसमा।
सिम्पल त्यही हो, त्यसलाई मल्टिप्लाई गर्दै। सो हामीले अब हाम्रो ओ लग एन युज गर्नु पर्यो भनेपछि हामीले यहाँ डिभाइड गर्दै जाने, अनि जति डिभाइडको भ्यालु अनि लास्टमा चाहिँ हाम्रो एउटा मात्रै बच्छ क्या होइन। अब यहाँ नम्बरमा पनि त्यस्तै गर्ने हो, त्यही एप्रोच युज गरेर हामीले यसलाई लग एनमा भेटाउन सकिन्छ हामीले। अब अब यहाँ हाम्रो त्यो हेरौँ, यसलाई म डिलिट गरिदिन्छु। अब यसलाई कसरी गर्ने भन्दाखेरि चाहिँ अब अभियसली हामीसँग फर्मुला छ एम इक्वल टु, यो एल भनेको के हो त, एल भनेको दिस इज एल, दिस इज आर। सो एल भनेको हाम्रो सबैभन्दा सुरुमा चाहिँ एउटा इन्डेक्स हो, एल भनेको चाहिँ सबभन्दा लेफ्टको इन्डेक्स हो, आर भनेको एउटा राइटको इन्डेक्स हो। हामीले चाहिँ यहाँ 2 पोइन्टरको कन्सेप्ट युज गर्छौँ होइन। 2 पोइन्टर कन्सेप्ट युज गर्छौँ अनि हामीले एउटा मिडल निकाल्न पर्यो। मिडल कसरी निकाल्ने भन्दाखेरि चाहिँ एल भनेको यो कन्डिसनमा हाम्रो 0 छ, प्लस आर भनेको हाम्रो 5 छ, माइनस एल भनेको 0 छ, डिभाइड बाई 2 छ। 0 प्लस 2.5 भयो। अब अभियसली हामीले अब हाम्रो इन्डेक्स हो, एम भनेको हाम्रो इन्डेक्स हो, हामीलाई थाहा छ होइन। इन्डेक्स भनेको हाम्रो नेगेटिभ इन्डिजरमा नेगेटिभ फ्लोटिङ पोइन्टमा हुँदैन, सो हामीले यसलाई 2 गराउँछौँ, सो टी भयो। सो 2 एम भनेको हाम्रो के भयो गेसमा हाम्रो 2 भयो। अब हामीले फेरि अब यहाँ हामीले चेक गर्नु पर्यो कि अब यो जुन हाम्रो मिडल छ, यो मिडल भ्यालु छ, यो जुन चाहिँ 2 छ यो भ्यालु, यो इन्डेक्समा एम इन्डेक्समा के पर्यो 2 पर्यो। अब 2लाई चाहिँ हाम्रो टार्गेटसँग कम्पेयर गरौँ। 2 भनेको टार्गेटसँग इक्वल हो त होइन, इक्वल भयो भने चाहिँ हामीले त्यो इन्डेक्स रिटर्न गर्दै भइहाल्यो, यो इन्डेक्स रिटर्न गर्दै भइहाल्यो। 2 ग्रेटर देन टी हो त होइन, लेस देन टी हो त टार्गेट हो त हो होइन। 2 चाहिँ 4 भन्दा सानो छ नि त। अब त्यो भइसकेपछि अब हामीले के गर्नु पर्यो भन्दाखेरि सानो छ, 2 चाहिँ हाम्रो सानो छ भनेपछि टार्गेट पक्कै हाम्रो यो साइडतिर हुनसक्छ भन्ने हामीलाई गेस भइसक्यो यहाँ होइन, किनकि यतातिर त झन् सानो हुँदै गएको छ। अब यो मिडल पहिले जुन हाम्रो यो भ्यालु छ नि, यो मिडलमा हाम्रो परेको यो भ्यालु नै टार्गेटभन्दा सानो छ भनेपछि त हाम्रो यतातिर जानै पर्दैन, किनकि यता त झन् सानो छ, हाम्रो त यो एसेन्डिङ अर्डरमा हो होइन। सो हामीले अब राइट साइडतिर हेर्नु पर्यो। अब 2लाई पनि हेर्न परेन, किनकि हामीले 2 पनि चेक गरिसक्यौँ सुरुमा, यदि 2 भएको भए त हामीले रिटर्न गरिहाल्थ्यौँ यही नै, यही इन्डेक्स हामीले रिटर्न गरिहाल्थ्यौँ। अब यसलाई नि हेर्नु पर्यो। सो अब हाम्रो अब लेफ्ट जुन पोइन्टर छ हाम्रो भने चाहिँ अब हामीले यति भ्यालुलाई मात्रै हेरेको भयो कि यतिलाई, अब यति भ्यालुलाई चाहिँ हामीले डिस्कार्ड गरिदिए पनि भइहाल्यो हाम्रो, त्यति बेला हामीलाई चाहिँदै चाहिएन, सरी यति नै यति के यति भ्यालु छ नि यो डिस्कार्ड गर्दै भइहाल्यो कि हामीलाई यति मात्रै छ। सो हाम्रो यल कहाँ आउँछ, यहाँ आउँछ, राइट जहाँको त्यहीँ छ, यहीँ छ। अब फेरि यहाँ हेरौँ है, यल भनेको अब यहाँ भयो, यल भनेको हाम्रो कति भयो, यो थर्डमा भयो कि थर्ड इन्डेक्समा भयो होइन। अब फेरि त्यही फर्मुला त्यही लाउनु पर्यो अब हामीले। अब फेरि अब यति यतिमा पनि अब हाम्रो अब यति यति यतिमा चेक गरे भयो। अब 4 6 8 होइन, 3 4 5 अरू डिस्कार्ड गरिदिए भयो है त, यति हेरौँ। अब यहाँ हेरौँ, अब फेरि अब यिनीहरूको पनि मिडल निकाल्न पर्यो हामीले। मिडलको फर्मुला के छ हाम्रो, एल जुन चाहिँ हाम्रो यो हो, यो चाहिँ हाम्रो राइट हो, यो चाहिँ हाम्रो 5 हो। अब 3 प्लस आर भनेको 5 भयो, माइनस 3 भयो, डिभाइड बाई 2, यो हिसाबले गर्ने हो भने हाम्रो 4 आयो मिडल। मिडल भनेको हाम्रो यो आयो होइन, 4th इन्डेक्स आयो। अब 4th इन्डेक्समा हाम्रो के छ भ्यालु 6 छ, 6 छ। अब फेरि टार्गेटसँग हामीले कम्पेयर गर्ने, 6 भनेको टार्गेटभन्दा ग्रेटर हो कि कम हो, अभियसली 6 इज ग्रेटर देन 4 भयो भनेपछि अब हामीलाई यतातिर हेर्न परेन नि त,
किनकि झन् ठुलो हुँदै गइरहेको छ। हामीलाई चाहिएको 4 हो, त्यो चाहिँ 6 भन्दा सानो छ। सो यतातिर हेऱ्यो भने त भ्याइयो, यतातिर त हेर्नै परेन। अब फेरि अब हामीले केमा हेर्नु पर्यो, यतातिरको। अब 6 भनेको 4 पनि होइन, टार्गेट भएको भए त हामीले यही रिटर्न गरिहाल्थ्यौँ अनि भ्याइहाल्थ्यो। सो अब हामीले फेरि यसलाई अब जुन यो राइट साइड छ यसलाई अब घटाउनु पर्यो, यतातिर ल्याउनु पर्यो। कहाँ ल्याउनु पर्यो? अब यहाँ ल्याउनु पर्यो। अब यहीलाई मात्रै हेरेर पुगिहाल्ने भयो। अब लास्टमा बाँकी भनेको 4 हो। अब 4लाई मात्रै हेरेर भइहाल्यो मात्रै, किनकि हामीले यताकोलाई डिस्ट्र्याक्ट गरिदिइसक्यौँ। 6 भ्यालु पनि होइन भन्ने थाहा भइसक्यो हामीलाई, नत्र हामीले रिटर्न गरिहाल्थ्यौँ। अब 4लाई हेर्नु पर्यो। 4को हाम्रो इन्डेक्स कति हो? 3 हो। लेफ्ट पनि यहीँ छ, राइट पनि यहीँ छ। अब फेरि यसको मिडल निकालौँ। यसको मिडल निकालौँ। अब मिडल निकालौँ। अब यसको मिडल भनेको 3 भयो, लेफ्ट भनेको, राइट भनेको पनि 3, 3 माइनस 3 भयो, डिभाइडेड बाई 2 भयो। मिडल भनेको हाम्रो 3 नै हुने भयो, यो भन्ने हो। सो मिडल हाम्रो 3 आइसक्यो। अब 3 को मिडलमा के छ? यो त इन्डेक्स हो मिडल भनेको होइन, भ्यालु के छ? 4 छ होइन। अब मिडलमा के छ? हाम्रो 4 छ। अब 4 भेटिसकेपछि हामीले के गर्न पर्यो भन्दाखेरि यही नै 4 त अब टार्गेट नै भइहाल्यो। टी इक्वल टु हाम्रो 4 छ भनेपछि इन्डेक्स हाम्रो 3 रहेछ भनेर हाम्रो रिटर्न गर्दै भइहाल्यो। यति नै हो है, कन्सेप्ट यति नै हो। सो हल्का हामीले त्यसमा हेर्ने हो भने, सिम्पली भाषामा हेर्ने हो भने अरू केही पनि छैन। म सरल रिभिजन हानिदिन्छु है त। सुरुमा हामीले के गर्यौँ हामीले भन्दाखेरि, सुरुमा हामीले केही पनि गरेनौँ, जस्ट डिभाइड गर्दै जाने क्या, डिभाइड गर्दै जाने। यो सिम्पल। यसमा लेफ्टलाई यहाँ राख्यौँ। यो लेफ्ट र राइट चाहिँ हामीलाई किन चाहिएको भन्दाखेरि चाहिँ हामीले इन्डेक्स थाहा पाउनु पऱ्यो नि त होइन। डिभाइड त गर्दै जाने गइयो, तर इन्डेक्स थाहा पाइएन भने त मजा आएन नि त। मजा आएन होइन, एन्सरै आएन। अनि त्यसपछि अब लेफ्ट र राइटमा चाहिँ अब हामीले यो भनेको चाहिँ हाम्रो पोइन्टर जस्तो भयो। अनि डिभाइड गर्ने। अब यसको एल र आर युज गरेर हामीले मिडल निकाल्यौँ। मिडल निकालिसकेपछि हाम्रो भ्यालु 2 आयो। यताकोलाई हामीले डिस्कार्ड गरिदिउँ। यताकोलाई हामीले 2 भनेको अब यहाँ 2 भ्यालु मिडल भनेको यो आयो। मिडल आइसकेपछि हामीले अब मिडल भनेको अब को भ्यालु 2 हो। 2 भनेको चाहिँ 4 भन्दा सानो हो। सानो भइसकेपछि हाम्रो अभियसली टार्गेट 4 चाहिँ हाम्रो यत्रो हुनुपर्छ भन्ने हाम्रो थाहा भइसक्यो। अनि त्यसपछि त्यो हामीले यसलाई डिस्कार्ड गरिदिउँ यताको भ्यालुलाई। अनि हामीले यतिलाई हेऱ्यौँ, यतिलाई हेरेपछि फेरि त्यो प्रोसेस लगायौँ अनि त्यो एन्सर आइहाल्यो है। अब कोड गर्दाखेरि अझै अलि मजाले त्यो हुन्छ, कन्सेप्ट क्लियर हुन्छ होइन। कति भयो यार रेकर्डिङ? रेकर्डिङ चाहिँ कति भयो? कति मिनटको भयो रेकर्डिङ? कहाँ लेखेको हुन्छ रेकर्डिङ? अनि ओके, यहाँ लेखेको 13 मिनट भइसक्यो रहेछ है। सो अब यसलाई हेरौँ है त। सुरुमा चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि लेट एल इक्वल टु हाम्रो 0 हुन्छ, किनकि हामीले सबभन्दा लेफ्ट साइडबाट गरेको हुन्छ। लेट राइट इक्वल टु हाम्रो कति हुन्छ? लेन्थ -1। अब हामीले 0बाट सुरु गरेर आएको छौँ भनेपछि आर भनेको सबभन्दा लास्ट इन्डेक्स हो, त्यो भनेको लेन्थ। हामीले अहिले जावा स्ट्रिममा गरेर आएको छौँ, त्यही हिसाबले नै बुझौँ है त। अब यो अपरेसन हाम्रो जुन छ यो हामीले कति बेलासम्म चलाउने भन्ने कुरा हुन्छ है। कति बेलासम्म चलाउने भन्दाखेरि जबसम्म लेफ्ट इज लेस देन अर इक्वल टु राइट। यहाँ चाहिँ हामीले इक्वल पनि राख्नुपर्छ, किन भन्दाखेरि हामीले अघि गर्दाखेरि चाहिँ ल हेरौँ है, दुइटै सँगै परेर आएको छ नि त। लेफ्ट इन्डेक्स र राइट इन्डेक्स हाम्रो सँगै परेको छ, त्यो पनि हाम्रो इक्वेसन भइरहेको छ है, हाम्रो क्यालकुलेसन भइरहेको छ। त्यो यो पनि हामीले ख्याल गर्नुपर्छ। वाइल लेफ्ट इज लेस देन अर इक्वल टु आर, त्यसरी गर्नु पर्यो। अब हामीले यहाँ लेट मिडल इक्वल निकालौँ, अथवा कन्स एम इक्वल टु कसरी निकाल्ने? एल प्लस आर माइनस एल डिभाइडेड बाई 2। तर हामीले के ख्याल गर्नुपर्छ भन्दाखेरि यसमा हाम्रो फ्लोटिङ पोइन्ट पनि आउन सक्छ, त्यही भएर हामीले यसलाई
म्याथ डट राउन्ड फ्लोर गरेँ मैले। फ्लोरले के गर्छ भन्दाखेरि जस जस्तो 2.5 आएको छ भने तलको भ्यालु मात्रै युज गर्छ कि 2 युज गर्छ, त्यसरी गर्ने है। यसमा तपाईँले माथिको भ्यालु लिए पनि भयो अथवा जे गरे पनि भयो है, डजन्ट म्याटर, त्यस्तो म्याटर गर्दैन। अब एम आयो होइन, अब मेरो आइसक्यो। अब यहाँ चेक गर्नु पऱ्यो हाम्रो। अब यदि यो त हाम्रो इन्डेक्स हो, त्यो एम भनेको त इन्डेक्स हो नि त। अब इफ जुन इन्डेक्स मिडलको भ्यालु चाहिँ हाम्रो टार्गेटसँग इक्वल भयो भने त हामीले रिटर्न गर्न पर्यो कि इन्डेक्स हो होइन, एम भनेको इन्डेक्स हो होइन। इफ नम्सको एम इज ग्रेटर देन टार्गेट, लेस देन गरौँ भने सुन्नु, टार्गेट भन्दा लेस देन भयो भने के हुन्छ त, लेस देन नम्सको भ्यालु चाहिँ हाम्रो टार्गेट भन्दा चाहिँ हाम्रो लेस भनेको के हो त, हेरौँ। नम्सको भ्यालु टार्गेट जुन यो 4 थियो, लेस चाहिँ हाम्रो टार्गेटको भ्यालु 2 हो, यो त भन्दा लेस देन भयो। अब हामीले लेफ्टको भ्यालु चाहिँ हामीले राइटलाई त्यहीँ राख्नु पर्यो, लेफ्टलाई चाहिँ हामीले बढाएको थियौँ नि, हामीले यसलाई चाहिँ हामीले बढाएको थियौँ नि, हामीले यहाँ लगाएको थियौँ भनेपछि एम प्लस 1 गर्नुपर्दो रहेछ क्या है होइन। यो भ्यालु चाहिँ अब कम छ भनेपछि त अभियसली हाम्रो लेफ्टको पोइन्टर हामीले यहाँ ल्याउनु, यसलाई डिस्कार्ड गर्नु भनेकै लेफ्टको पोइन्टर यहाँ लगाउनु हो कि होइन। सो अब हामीले लेफ्ट इज इक्वल टु एम प्लस 1 हुन्छ, राइट जस्ताको त्यस्तै हुन्छ है त। अब इफ यसमा यस्तो गरौँ न त, यस्तो सो एल इज इक्वल टु एम प्लस 1 गरौँ, अनि त्यसपछि एल्स आर इज इक्वल टु एम माइनस 1। राइटमा अब राइट ठुलो छ भनेपछि हामीले राइटलाई घटाइन्छ, यहाँ हामीले यसलाई हामीले यहाँ लिएर 4मा लिएर आएको थियौँ, सो एम माइनस 1 हुने भयो है। सो सिम्पल हो। अब यदि अब दुइटै कन्डिसन म्याच भएन भने अथवा लुप भइसक्यो त्यही पनि हामीले भ्यालु पाएको छैनौँ भने, यो रिटर्न भएको छैन भनेपछि हामीले के थाहा पायौँ भन्दाखेरि यसमा यसको सोल्युसन छैन, भेटाएन यसलाई हामीले अब आई थिङ्क इट्स करेक्ट होइन, रन गरौँ। ओके, हाम्रो दुइटै एक्सेप्ट भइसकेको छ, यसलाई सबमिट गरौँ। सो बेसिकली यही नै हो होइन, यो सबमिट पनि भयो। त्यो क्वेसन यही हो, सिम्पल छ, एकचोटि हामी प्र्याक्टिस गऱ्यो भने आइहाल्छ होइन, त्यस्तो गाह्रो छैन। सुरुमा चाहिँ अब हल्का गाह्रो हुनसक्छ होइन, 2 पोइन्ट कन्सेप्ट पनि थाहा पाउनुपर्छ, यति नै हो ल।